Say hello everyone. यहीँबाट लेफ्ट होला ओ यहीँबाट लेफ्ट हो हजुर के भन्नु हो माने दोकान खै मैले त फर्स्ट टाइम सुन्दै थिएँ भ्याटे फुटाइदिनु ल अनि तोड्नु पाइन्छ भात नै छैन अरे ल हस् वेलकम ल लाग्यो ल जे होस् उतैबाट हो यता त होइन ल हामी गलत बाटो आएछौँ हामी फर्क्यौँ ठुलो घन्टी पनि छ क्या मसँग ल दाइ आयो अन्दिने भ्लगमा ल यो चाहिँ मेरो फर्स्ट भ्लग हो त्यसमा केही कमी कमजोरी आएमा हजुरहरूले कमेन्ट्समा भनिदिनु होला अनि म इम्प्रुभ गर्नपट्टि लाग्नेछु हामी चाहिँ लाग्यौँ है अब अफरोड आयो जस्तो छ अलिकति बाटो हामी जाने प्रयास गर्नेछौँ सिधा बाटै बाटो पुग्छ होला धेरै गाह्रो छैन ऊ त्यही डाँडो हो तलतिर रोकेर जाने छ क्या बाटो हिँड्ने बाटो छ क्या अलिकति अब त्यही तल रोक्ने हो अलिकति अफरोड हो ल हामी चाहिँ रानीकोटको यात्रा गरिरहेका छौँ अब किन आँट्यौँ हामी बिस्तारै चलाइरहेको फर्किने अहिले ठिक हुन्छ त्यो रातो सातो अहिले बिस्तारै ठिक हुन्छ आऊ न के हो है धेरै अफरोड छैन होला अब कति अगाडि छ भा रानीकोट अब कति अगाडि छ अझै हिँड्ने हो होइन अब अलिकति हिँड्नुपर्छ है यता यहाँबाट नि हिँड्ने बाटो छ होला नि छैन र त्यो भर्याङभन्दा साइडबाट जाने ठाउँ चाहिँ कहाँ हो ए त्यो अफरोड भएको बाटो त्यही भर्याङको छेउबाट माथि गएपछि उकालो लाग्नुपर्छ होइन ए ल जे होस् उतैबाट हो यता त होइन ल हामी गलत बाटो आएछौँ हामी फर्क्यौँ है त हामी सही बाटोतर्फ अवतरण गर्दैछौँ यो अफरोडै आउनु नपर्ने रहेछ हामी चाहिँ भन्न सोध्यो क्या यस्तै हुन्छ क्या यो जस्तै यो सोध्दै जाने बानी चाहिँ एकदम खतरा राम्रो हो क्या यो हामी नसोधिकन म्यापलाई फलो गर्दा चाहिँ जहिले पनि गलत बाटोमा पुगिन्छ होइन ल फर्क साथी उता रहेछ त्यही भएर यो सोध्ने बानी बसालौँ म्याप आफ्नो ठाउँमा छ है सोध्दै जानुको मजै छुट्टै छ क्या ल मेरो पछाडिको सपोर्टरले पनि त्यही भन्दैछ ओके हामी अब यतैतिर पार्क गरेर जाने बाटो भन्ने ठाउँ कहाँनिर लेखाएको छ त्यहाँबाट जानेछौँ है यतै देर चाहिँ लाग्नुपर्छ भन्दै थियो बाजे हाम्रो इलेक्ट्रिक स्कुटर अझ तुफान हुनुहुन्छ है मलाई चाहिँ डर लाग्छ यस्तो अब यस्तो मानौँ न अलिक स्पिड चलाउनु मलाई चाहिँ डर लाग्छ त्यही भएर ओ यहीँबाट लेफ्ट होला ओ यहीँबाट लेफ्ट हो हजुर के भन्नु हो माने दोकान खै मैले त फर्स्ट टाइम सुन्दै थिएँ यहाँबाट हामी चाहिँ लेफ्ट जानेछौँ ऊ यहीँ माथि हो आऊ त यहाँ पार गरेर हिँड्ने अब ओके यहाँनिर पार्किङ स्पट है त फाइनली वी हेभ रिच्ड टु पार्किङ स्पट अब अलिकति हिँडिसकेपछि हामी इनिसियल डिस्टेन्स हाम्रो ठाउँमा चाहिँ पुग्नेछौँ साथीभाइहरू हामी चाहिँ यहाँनिर ठ्याक्क आइसक्यौँ यो भर्याङमा चाहिँ नजानु होला भनेर बिहान भर्खर मैले टिकटक देखाएको थिएँ त्यही भएर हामी चाहिँ यही बाटो फलो गर्दैछौँ अहिले चाहिँ हामी टिकटकको हेल्प सहायताको साथै होइन हामी जाँदैछौँ ल त्यसको बाटो एकदमै सुनसान छ सानो रोड छ वी आर गोइङ ल केटा
आऊ है ल आइज आइज ए कुम्फु कराते अहिले होइन पछि आइज ल त्यो बेलामा म चाहिँ होइन जोन ताम्लिङ हो हामी चाहिँ अब यहाँ आउँदाखेरि अब त्यो वाइल्ड लाइफको मान्छे हो त्यो जस्तो अब यो टिपेर पक्का खानुपर्ने बेला हो यस्तो यो घारमा पर्यौँ कि हामी जुका हो कि के हो यो स्नेल अर्थम हामी चाहिँ चित्ते घुम्न जाँदैछौँ होइन यस्तो छ यो बाटो चाहिँ वाइल्ड छ है बाटै भएर चाहिँ ओहो हामी अट्याक हुँदैन कि सानो बाटो आइरहेको र भ्यू चाहिँ बवाल देखिरहेको ल फाइनली डेस्टिनेसनमा पुग्यौँ तर पनि हामीलाई जुका सुका छिराएर यो चाहिँ जुका छिराएर यस्ता के हो फ्रस्ट्रेसन लेभल अन पिकको फेरि जुका हेरेर है यो चाहिँ अनि हामी चाहिँ ल हेर्नु कसले टाढा फाल्ने कम्पिटिसन छ है ल फर्स्टमा हाम्रो दादा ल सुसन दाई ल हान्नु त दाई ल सबिन भाइले हान्ने ल छिटो 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 ल यसको चाहिँ धेरै टाढा गएन ल सुसन दाईको ल है टाढा गयो ल मेरो ल अब ब्लग समाउँदै ल है केटा होला म त गाउँ खाएको मान्छे हो फेमेट ठाउँको हाल्नु खाए थ्याङ्क यू भेरी मच सकिसक्यो भाइ त यहाँनिर यति माया गर्छ है कुकुरको ल कुकुरलाई चस्मा मेरो छोरोले लाइदिनु ल ल्याउनुसँग त्यो आँखा अगाडि देखायो भने त भागिहाल्छ नि एउटा कुकुर फकाउनु सकेन हो यसलाई फकाउँदै राख यो पनि भाग्यो ल भाइ छोड्दै भइसकेन यसले केही पनि गर्न सकेन अब हिँडिरहेको छ बिहारी चाहिँ पारामा नगर है त पेट लगर होइन अनि नचलायो भाइ नचल्न को मेरो कहाँ लाग्दैन त्यो स्कुटरको चाहिँ होला खै त्यो ह्यान्डल लक हो डिक्की लक त हुँदैन ह्यान्डल लक चाहिँ भक्का हानेर जान्छ न के अरे दाइ दाइ आयो भन्दिनँ भ्लगमा ल हामी चाहिँ निस्किने क्रममा थियौँ यहाँनिर अलिकति डिस्ट्र्याक्सन आइसक्यो चाबीले भयो त केही ल अब यो अलिकति कलाकार पनि हुनुपर्ने रहेछ अब अर्को मेकानिकले फेरि बनाउँछु जस्तो गरेर थोरै अगाडि हिँड्नु भन्छ फेरि ओ बनाउन सेट भयो ब्यागै निस्किँदैन म एकचोटि ट्राई गरौँ वात्त तानेर झुकाउँ ल ओ एकलाई ट्राई गर्छु ल भ्याटे फुटाइदिनु ल अनि तोड्नु भन्छ भात पनि छैन अरे ल यो मात्र जान्छ ल 3 2 1 ल आइज 3 2 1 3 2 1 ल यतिको बल चाहिँ छ है ल बाउले घिउ आहा टाइममा ल लगै खुल्यो ल बाउले घिउ खाएको छ है अलिकति भयो ल जाऊ है साथीहरू फाइनल्ली ल वेलकम हो ल भ्लगमा भाइरल स्यान्डी राइड्स भनेर सर्च गर्ने बेलुका भ्लगमा आउँछ ल ल हस् वेलकम ल लाग्यो है ल हामी चाहिँ तोडेर निस्किसकेका छौँ है अब चाहिँ हाम्रो यात्रा सूर्य विनायकसम्मको छ ल पनि छ है हामी फेरि बेला बेला होइन साथीहरूलाई पर्दा साथ दिनुपर्छ होइन Say hello everyone. फाइनली गाइज है हामी चाहिँ खाजा गरेर अब चाहिँ हामी सूर्य विनायक ओर्लिसकेका छौँ अनि आजको भ्लग चाहिँ
लगभग यतैतिर इन्ड गरिदिउँ क्या है धेरै लामो हुन्छ जस्तो लागिरहेको अनि लाइक सेयर एन्ड सब्सक्राइब अनि मैले केही सिनेमेटिक सर्ट्सहरू हालेको छु जुन चाहिँ भिडियोमा कभर गर्न नमिलेको त्यो चाहिँ अब हेर्नु होला है त